नमस्कार। आजको पत्रिकामा स्वागत छ। म केशव। काठमाडौँबाट दैनिक रूपमा प्रकाशित पत्र-पत्रिकाका खबरहरू समेटेर तयार पारिएको आजको पत्रिकाको सुरुवात गर्छौं आजको पञ्चाङ्ग पात्रोबाट। आज मिति 2068 साल चैत्र 3 गते शुक्रबार, चैत्र कृष्ण पक्ष नवमी तिथि, नेपाल सम्वत 1132 तदनुसार मार्च 16 सन् 2012। आजको लागि करेन्ट अफेयर सेगमेन्ट अन्तर्गतको पहिलो समाचार रहेको छ। 7 दिनभित्र समायोजन थाल्न एमालेको अल्टिमेटम भनेर कान्तिपुर राष्ट्रिय दैनिकले लेखेको छ। यो समाचारलाई एमालेले लडाकु समायोजन प्रक्रिया 7 दिनभित्र अघि बढाउन माओवादी र सरकारलाई अल्टिमेटम दिएको छ। माओवादीबाट 7 बुँदे सहमति विपरीत काम भइरहेकाले शान्ति प्रक्रिया पूरा गर्न ढिलाइ भएको निष्कर्षसहित एमालेले बिहीबार अल्टिमेटम दिएको हो। संसदीय दलको बैठकले 7 बुँदे सहमतिको भावना अनुसार अघि बढ्न सरकार र माओवादीको ध्यानाकर्षण गराएको छ। यो समय अवधिभित्र पनि प्रक्रिया अघि नबढे सरकार विरुद्ध थप सङ्घर्षमा उत्रिने चेतावनी एमालेले दिएको छ। 7 दिनभित्र लडाकु समायोजनको काम अघि नबढे सरकार विरुद्ध सङ्घर्षका कार्यक्रम ल्याउन हामी बाध्य हुन्छौँ, बैठकपछि प्रमुख सचेतक भीम आचार्यले भने। बैठकले समायोजन सम्बन्धमा प्रधानमन्त्रीले 2 दिन अघि विशेष समितिमा पेश गरेको प्रस्तावको विरोध गरेको छ। सैनिक ऐन नियमावली र 7 बुँदे सहमति विपरीत हुने गरी प्रधानमन्त्रीको प्रस्ताव आएको भन्दै आपत्ति जनाएको हो। लडाकुहरूले सुरक्षा निकायको मापदण्ड पूरा गर्नुपर्ने, दर्जा निर्धारण गर्दा सुरक्षा निकाय र अन्य दर्जाका व्यक्तिको वृत्ति विकासमा नकारात्मक असर नपार्ने पूर्व सहमति उल्लङ्घन भएको पार्टीको ठहर छ भनेर लेखिएको समाचार थियो कान्तिपुर राष्ट्रिय दैनिकबाट। यस्तै गरी अर्को समाचार रहेको छ नागरिक राष्ट्रिय दैनिकबाट। शान्ति प्रक्रिया नटुङ्गी बाण नआउने भनेर लेखिएको छ। यो समाचारलाई दक्षिण एसिया आउने भनिएका राष्ट्रसङ्घका महासचिव बान की मुन शान्ति प्रक्रिया सम्पन्न नभए नेपाल आउन नसक्ने सन्देश राष्ट्रसङ्घीय अधिकारीहरूले दिएका छन्। महासचिव बानका तर्फबाट अधिकारीहरूले नेपाल सरकार र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई त्यस्तो सन्देश दिएको जानकार स्रोतहरूले दाबी गरेका छन्। बान 1.5 महिना अघि भारत, म्यानमार र नेपालको भ्रमणमा आउने तयारीमा छन्। नेपाल आउने निधो भएको भनेर राजनीतिक नेताहरूले बताए पनि निमन्त्रणा गर्ने नेपाल सरकारले भने आधिकारिक सूचना जारी गरेको छैन। स्रोतका अनुसार नेपाल सरकारले बानलाई औपचारिक निमन्त्रणा र भ्रमणको विषयवस्तुबारे अझै पत्र पठाएको छैन। पत्रबारे सरकार अझै छलफलमा रहेको र राष्ट्रसङ्घीय अधिकारीहरूसँग परामर्श गरिरहेको बुझिएको छ। माओवादी अध्यक्ष दाहाल संयोजकत्वको बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिको निमन्त्रणामा महासचिव बान आउन लागेको होइन भने सन्देश पनि अधिकारीहरूले दिएका छन् भनेर लेखिएको समाचार लियो नागरिक राष्ट्रिय दैनिकबाट। यस्तै गरी अर्को समाचार रहेको छ राजधानी राष्ट्रिय दैनिकबाट। पूर्व राजाको निर्देशनमा मिल्दै पूर्व पञ्च भनेर लेखिएको छ। यो समाचारलाई पूर्व पञ्चहरूको 3 पार्टीबीच पुनः एकीकरण प्रक्रिया सुरु भएको छ। पूर्व राजा ज्ञानेन्द्रको निर्देशनमा पूर्व पञ्चहरूको पार्टी राष्ट्रिय जनशक्ति पार्टी राजपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राप्रपा नेपाल बीच पुनः एकीकरण प्रक्रिया अघि बढेको छ। राप्रपा नेपालले संवैधानिक राजतन्त्र र धर्मनिरपेक्षतालाई बटम लाइन बनाएपछि 3 पार्टी बीचको एकता प्रक्रिया केही समय अगाडि तुहिएको थियो। सो जानकारी पाए लगतै पूर्व राजा ज्ञानेन्द्रले पूर्व प्रधानमन्त्री समेत रहेका राजपा अध्यक्ष थापा र राप्रपाका अध्यक्ष पशुपति शमशेर जबरालाई एकताका लागि गृह कार्यसहित अघि बढ्न निर्देशन दिएको एक वरिष्ठ नेताले बताए। उनका अनुसार ज्ञानेन्द्रले नातिको बिहेको निमन्त्रणा दिन आइपुगेका बेला राजपा अध्यक्ष थापालाई 3 पार्टी बीच एकता हुनै पर्ने भन्दै संवैधानिक राजतन्त्र र धर्मनिरपेक्षतालाई बाइपास गर्ने काम नगर्न बुझाएका थिए। नाति सिद्धार्थ थापाको बिहेको निमन्त्रणा दिन गत 15 फागुनमा थापाले पूर्व राजालाई भेट गरेका हुन्। नागार्जुन स्थित दरबारमा झण्डै 2 घण्टा लामो वार्तामा पूर्व राजा ज्ञानेन्द्रले मुलुक नै नरहने अवस्था आइसकेको भन्दै जोगाउनका लागि 3 पार्टी मिल्नै पर्ने बताएका थिए। 3 पार्टी मिलेपछि हाम्रो चाहना पूरा गर्न सहज हुन्छ, त्यसमा बाधक बन्ने गरी आफ्नो इगोलाई सामुन्यमा राखेर एकता भाँड्ने काम कतैबाट नहोस्, थापालाई पूर्व राजाको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो। भेटमा नेपाल नै नरहे कसरी रहने भन्दै ज्ञानेन्द्रले थापासँग निकै भावुक प्रश्न समेत गरेका थिए। उनले आफ्नो सन्देश राप्रपा अध्यक्ष राणालाई दिन पनि थापालाई निर्देशन दिएका थिए भनेर लेखिएको समाचार थियो राजधानी राष्ट्रिय दैनिकबाट। यस्तै गरी करेन्ट अफेयर सेगमेन्ट अन्तर्गतको अन्तिम समाचार रहेको छ हामीसँग अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकबाट। माओवादी नेता बसेको घरमा विस्फोट भनेर लेखिएको छ यो समाचारलाई।
तानसेन स्थित एकीकृत माओवादीका जिल्ला नेता बस्ने घरको कोठामा राखिएको शक्तिशाली बम बिहीबार विस्फोट भएको छ। विस्फोटबाट सोही घरमा रहेको एफएम स्टेसन र सँगै जोडिएका 3वटा निजी घरमा क्षति पुगेको छ। विस्फोट भएको घर माओवादीकै स्वामित्वमा छ। प्रहरी नायब उपरीक्षक मीरा चौधरीले भवनको दोस्रो तलामा रहेको जिल्ला सेक्रेटरी नेत्र पाण्डेको कोठामा राखिएको बम बिहीबार अपराह्न 3 बजे विस्फोट भएको बताइन्। बम विस्फोट भएको घरको पहिलो तलामा माओवादी कार्यकर्ता बस्छन् भने तेस्रो तलामा रेडियो पश्चिमाञ्चल एफएमको स्टेसन छ। विस्फोट भएको कोठा ध्वस्त भएको छ। विस्फोटका बेला माओवादी जिल्ला इन्चार्ज बसन्त शर्मा सोही तलामा भए पनि उनलाई केही भएको छैन। भवनका झ्यालका सिसा फुटेका छन्। झ्याल ढोका 150 मिटर परसम्म छरिएका छन्। पाण्डेले बिहीबार कोठामा बम नराखेको तर आफूलाई मार्ने षड्यन्त्र भएको प्रतिक्रिया दिए। पाण्डेको कोठा बुधबारदेखि नै बन्द थियो। उनले बुधबार आफू तानसेनमै अरू साथीका घरमा बस्न गएको बताए। भवनमा रहेका टेलिभिजन, कम्प्युटर, दराज, पलङ लगायत ध्वस्त भएको पाण्डेले बताए। भवनको 3वटै तलामा क्षति पुगेको छ भने रेडियो पश्चिमाञ्चल 3 बजेदेखि नै बन्द छ भनेर लेखिएको समाचार लियो अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकबाट। अबको पालो आर्थिक समाचारको रहेको छ नागरिक राष्ट्रिय दैनिकबाट। 1.5 अर्ब नदिए तेल आपूर्ति असहज भनेर लेखिएको छ यो समाचारलाई। आयल निगमले तत्कालै 1.5 अर्ब रुपैयाँ नभए तेलको सहज आपूर्ति गर्न नसक्ने जनाएको छ। मार्चको 15 तारिकसम्म भारतबाट सजिलै तेल ल्याउन सफल भयो। तर अब यसरी नै तेल ल्याउने हो भने तत्कालै 1.5 अर्ब रुपैयाँ चाहिन्छ। निगमका कामु कार्यकारी निर्देशक सुरेश अग्रवालले बिहीबार नागरिकसँग भने। उनले 1.5 अर्ब रकम तत्कालै नपाए तेल कटौती हुने र बजारमा अभाव सुरु हुने जानकारी दिए। हामीले पैसा दिन सकिएन भने भारतीय आयल कर्पोरेसन आईओसीले तेल कटौती गर्न थाल्छ। अग्रवालले भने त्यसपछि उपभोक्ताले अभाव खेप्नु पर्छ। अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन नहुँदा निगमको मासिक घाटा 1 अर्ब 15 करोड पुगेको छ। उनले तेलको सहज आपूर्तिका लागि आवश्यक रकमबारे वाणिज्य मन्त्रालयलाई जानकारी गराएको बताए। हामीले मार्च 1 को मूल्य आउने बित्तिकै मन्त्रालयलाई जानकारी गराइसकेका थियौं। अग्रवालले भने आवश्यक रकम जोहोको पहल भइरहेको छ। उनले तेलको सहज आपूर्तिका लागि अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजनको विकल्प नभएको बताए भनेर लेखिएको समाचार लियौ आजको आर्थिक समाचार। आजको लागि इन्टरटेनमेन्ट न्यूज लिएका छौं नयाँ पत्रिका राष्ट्रिय दैनिकबाट। आर्यन र रेखा मानेनन् अङ्गालिन भनेर लेखिएको छ यो समाचारलाई। आर्यन सिग्देल र रेखा थापा फिल्मी खबर वर्ष अभिनेता र अभिनेत्री 2068 घोषित भएका छन्। उनीहरूलाई फिल्मी पत्रिका फिल्मी खबर साप्ताहिकले बिहीबार राजधानीमा आफ्नो दोस्रो वार्षिक उत्सव मनाउन आयोजना गरेको कार्यक्रममा उनीहरूलाई यो उपाधि सहित सम्मान गरेको हो। केही समय यता एक अर्कालाई दुश्मन ठान्दै आएका आर्यन र रेखाले वर्ष अभिनेता अभिनेत्रीको सम्मान पाउँदाको खुसी एक अर्कामा साटेनन्। कार्यक्रम प्रस्तोता नरेश भट्टराईले उनीहरूलाई आफूहरूको तिक्तता भुलेर अङ्गालो मार्न बारम्बार आग्रह गरे पनि आर्यनले रेखालाई अङ्गाल्न मानेनन्, न त रेखा नै आर्यनलाई अङ्गाल्न अघि सरिन्। नरेशको आग्रह नसुने झैं गरेका आर्यनले बल्ल तल रेखासँग हातसम्म मिलाए। त्यो पनि निकै अप्ठ्यारो मानी रेखाले भने आर्यन र आफू बीच वैमनस्यता नभएको दाबी गरिन् भनेर लेखिएको समाचार लियो नयाँ पत्रिका राष्ट्रिय दैनिकबाट। आजको लागि खेल समाचार रहेको छ नयाँ पत्रिका राष्ट्रिय दैनिकबाट नै। पपुवा न्यू गिनीसँग नेपाल हार्यो भनेर लेखिएको छ यो समाचारलाई। आईसीसी टी20 विश्वकप छनौट अन्तर्गत नेपालले पहिलो हार बेहोरेको छ। समूह ए को तेस्रो खेलमा बिहीबार नेपाल पपुवा न्यू गिनीसँग 35 रनले पराजित भएको हो। यसअघि प्रतियोगितामा नेपालले उत्कृष्ट सुरुवात गर्दै हङकङ तथा डेनमार्कमाथि शानदार जित दर्ता गरेको थियो। अफगानिस्तान 3 खेलमा 100% नतिजा निकाल्दै शीर्ष स्थानमा छ। समूह ए मा हल्यान्ड, नेपाल र क्यानाडा समान 4-4 अङ्कमा छन्। रन रेटमा हल्यान्ड दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो भयो। समूह बी मा नामिबिया 6 अङ्कका साथ शीर्ष स्थानमा छ। आयरल्यान्ड, स्कटल्यान्ड, इटाली तथा युगान्डाले 4-4 अङ्क बटुलेका छन्। दुबईको शारजाह रङ्गशालामा नेपाल कप्तान पारस खड्काले टस जितेर पपुवा न्यू गिनीलाई पहिलो ब्याटिङको मौका दिएका थिए। पपुवा न्यू गिनीले निर्धारित ओभरमा 8 विकेट गुमाएर 136 रनको सम्मानजनक योगफल खडा गर्यो। प्रति उत्तरमा नेपालले 20 ओभरमा 8 विकेटले अन्तिम 102 रन जोड्यो भनेर लेखिएको समाचार लियो आजको खेल समाचार।
अबको पालो फरेक्सको नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर भाव यस प्रकारले तोकेको छ। भारतीय रुपैयाँ 100 को खरिद दर 160 रुपैयाँ, बिक्री दर 160 रुपैयाँ 15 पैसा। अमेरिकी डलर 1 को खरिद दर 80 रुपैयाँ 10 पैसा, बिक्री दर 80 रुपैयाँ 70 पैसा। युरो 1 को खरिद दर 105 रुपैयाँ 57 पैसा, बिक्री दर 105 रुपैयाँ 36 पैसा। पाउन्ड स्टर्लिङ 1 को खरिद दर 125 रुपैयाँ 27 पैसा, बिक्री दर 126 रुपैयाँ 21 पैसा र स्विस फ्र्याङ्क 1 को खरिद दर 86 रुपैयाँ 36 पैसा, बिक्री दर 87 रुपैयाँ 1 पैसा तोकेको छ। यसै गरी नेपाल सुन चाँदी व्यवसायी सङ्घले सुन चाँदीको दरभाव यस प्रकारले तोकिएको छ। छापावा सुन प्रति 10 ग्राम 45,010 रुपैयाँ, तेजाबी सुन प्रति 10 ग्राम 44,795 रुपैयाँ, असली चाँदी प्रति 10 ग्राम 913 रुपैयाँ कायम गरिएको छ। हवस् त आजको पत्रिका यति नै। भोलिको पत्रिका भोलि नै बिदा दिनुहोस्। नमस्कार।